आज जनवरी लास्ट डे अनि एकदम वेदर पनि राम्रो भएको कारणले हाम्रो नाति नतिनालाई एकदम घर बस्दा एकदम बोर भएको, बाहिर एकदमै चिसो। अनि घरमा बस्यो, टिभी हेऱ्यो, खेलौना खेल्यो, कति एउटै खेलौना कति खेल्ने हो, टिभी पनि कति हेर्ने हो। उनीहरूलाई वाक्क लागेको कारणले आज हामीले तिनीहरूलाई एकदम सरप्राइज दिने टाइपले चाहिँ बाहिर लगेका छौँ। अनि सानो फेरि चढ्ने भनेर उनीहरूलाई सरप्राइज दिएका हौँ। अनि उनीहरूलाई त देख्दा बित्तिकै कति खुसी भएको के। अनि फेरि भनौँ न अन्त त स्नो पनि परेछ, तर यहाँ यो वासिङ्टन स्टेटमा चाहिँ स्नो परेको छैन। तर चाहिँ यहाँ वेदर चाहिँ राम्रै छ अहिलेसम्म। पानी चाहिँ पर्छ यो ठाउँमा, तर चाहिँ स्नो परेको छैन। अब पछि पर्छ कि पर्दैन त थाहा छैन। अनि हामी यहाँ पार्किङ लटमा गयौँ। टाढाबाट हेर्दा त एकदम सानो जस्तो देखेको थियो। अनि भित्र त पार्किङहरू कति धेरै नि गाडीहरू धेरै हटाउँदो रहेछ के। अनि हामी चाहिँ पार्किङ गरेर माथितिर जाँदैछौँ। मेरो नाति नतिना अनि बुहारी सब माथितिर चढ्दैछन्। उनीहरू कति खुसी भएको कि बाहिर घुम्न पायो भने त यति खुसी। मेरो नातिले फेरि हेर त्यहाँ दूरबिन लिएर पुरा टाढा टाढा हेर्ने अरे कि। त्यहाँ ट्रेन पनि आएको छ त्यहाँबाट, त्यही भएर स्टप पनि भएको छ। अनि उनीहरू कति खुसी भएको के। हावा त हल्का चढेछ, तर त्यस्तो जाडो चाहिँ छैन क्या। हामी चाहिँ जाडो हुन्छ भनेर यति ज्याकेटहरू गुम्म लाएर गएका थियौँ, तर त्यति जाडो चाहिँ थिएन कि। अनि कस्तो मजाको सानो थोरै हल्का घाम पनि लागेको, अनि चाहिँ हावा पनि नचलेको, चिसो पनि नै। मेरो नातिनी थोत्री हेर नि त्यहाँ कस्तो मजाले आएको थियो। दाँत हेर नि त्यहाँ भित्र बाहिरबाट आएको छ दाँत पनि मेरो नातिनीको। कति खुसी भएकी छन् यिनी, एकदम खुसी भएकी छन्। अनि बोट चाहिँ चालु भएको छ। अब हामी सानो पारी चाहिँ सानो आइल्यान्ड छ क्या त्यहाँ, त्यो आइल्यान्डमा जाने भनेर घुम्ने भनेर गएको छ। अब त्यहाँ कस्तो छ थाहा छैन, पुगेपछि थाहा हुन्छ। अब हामी फर्किने क्रममा फर्किरहेको छौँ। त्यहाँ पारी गइयो, अलिकति चाहिँ रमाइलो रहेछ, राम्रो रहेछ। अहिले जाडो दिन भएर हो, गर्मी दिन लाग्यो भने एकदम राम्रो होला। अहिले जाडो दिनमा अब चारैतिर चाहिँ अब पानी सुहाउनो जस्तो लाग्यो। मेरो नाति कति खुसी भएको क्या आज।